लासो टस्टिले नमस्ते। आज भने चाहिँ हामी फुर्सदको टाइममा कन्सादाईको करेसाबारीमा आएका छौँ। हेरौँ करेसाबारीभित्र कन्सादाईले के लाउनु भएको रहेछ त। नमस्ते के सबैजनालाई। म चाहिँ आज यसो यो मेरो यो तरकारी बारीमा चाहिँ टनेलमा साथीभाइहरूलाई चाहिँ घुमाउनु लिएर आएर छु। मेरो चाहिँ अहिले के छ के भइरहेछ भनेर चाहिँ यसो जानकारी गराउनलाई लिएर आएको छु। यो चाहिँ मेरो अब किवी फर्स्टमा यो चाहिँ अलिक पहिल्यै रोपेको किवी, लगभग यो रोपेको चाहिँ अहिले 4-5 वर्ष भयो। अहिले यतिको फलिरहेको छ। अनि यो अहिले भइरहेको चाहिँ फलिरहेको किवी चाहिँ अहिले यो चाहिँ पुरानो बोर्डहरू चाहिँ फेरि पहिल्यै रोपेको चाहिँ 4-5 वर्ष अगाडि रोपेको। सँगसँगै योहरू माथितिरको सबै पहिला रोपेकै 2-4 वर्ष अगाडि रोपेको किवीहरू यो राम्रै फलिरहेको छ यसपालो। मेरो यहाँ अहिले चाहिँ पहिला रोपेको 40-50 बोर्ड छ अहिले। अनि गत वर्ष रोपेको चाहिँ अहिले कति 100 बोर्ड रोपेकोमा धेरै बोर्ड चाहिँ अलिकति बिरुवा पनि राम्रो नभएको कारण अलिक मर्यो। अनि अहिले पछाडि रोपेको बोर्ड चाहिँ 40-50 बोर्ड बाँकी छ। अहिले 40-50 बोर्ड पनि मर्यो, तर फल्नु चाहिँ राम्रो फलेको छ पोहोरको अनुपातमा यो वर्ष। अब बजार चाहिँ छैन त्यति, र पनि अब किवी चाहिँ एकदमै लडरमै फलिरहेको छ कि अहिले यो वर्ष। अब यो वर्ष त लगभगै मैले यसो अन्दाज गर्दै सबै बोर्ड टिप्दाखेरि 400-500 केजी जति होला जस्तो लाग्दैछ। अब बजार चाहिँ अब बारी विषयमा त्यति बिक्दैन, त्यति अब हुँदैन यो वर्ष। अब यो किवीलाई चाहिँ सबै मैले त यसो विचार गर्छु, जति बिक्ने बिक्छ, नबिक्नेलाई चाहिँ ठ्याक्कै हाम्रो यहाँ गाउँको प्योर कोदोसँग मिसाएर चाहिँ लोकल यो किवीको रक्सी बनाएर बेच्ने विचार गरिरहेको छु। अब किनभने अब बजार नभएपछि त विकल्प देखिएन। यसलाई मजाले टिप्ने, अब यसलाई चाहिँ टिपेर चाहिँ ऊ भइसके पछाडि चाहिँ पाकिसके पछाडि जति बजारमा गयो नगएको चाहिँ रक्सी बनाएर किवीको रक्सी बनाएर बेच्ने ऊ गरिरहेको छु। यसलाई यो राम्रो फलिरहेको छ। यतापट्टि यो चाहिँ किवीको बगान भयो भनेदेखि अब यता चाहिँ मेरो गोलभेडा, अब मेरो 3टा टनेल छ गोलभेडा। अब मैले गोलभेडामा टनेलभित्र चाहिँ मैले गोलभेडा मात्रै रोप्दिनँ। फेरि यसलाई चाहिँ अब ऊ पनि गरेर के जस्तो मेरो यो सागहरू पनि छ भित्रको, रायोको साग प्लस अनि अहिले त काउली पनि लगाएको छु यो बिचमा। टमाटर राम्रै फलिरहेछ। मेरो अहिले चाहिँ टनेल चाहिँ 5वटा छ। 5वटा मध्येमा 3टामा चाहिँ अहिले मैले गोलभेडा हालेको छु। गोलभेडा सँगसँगै मुनि यो काउली बन्दा ऊ गरेर यसमा यहाँ अहिले बन्दाहरू खुर्सानीहरू लगाइरहेको छ यहाँ। अनि बन्दाको बिरुवा पनि छ, सार्दैछु अहिले। यो अब माथितिर सारिरहेछ आदि जति चाहिँ। अब आदि यहाँ बेर्न बाँकी नै छ सार्नुलाई। यो अलि अगाडि सारेको बन्दाहरू चाहिँ यो हो। अनि किवीहरू यति छ। यता माथितिर चाहिँ अब अहिले उमा छ मसिनो पोहोर रोपेको किवीमा पनि 4-5 बोर्डमा चाहिँ फलेको छ मेरो। अहिले माथितिर छ 5-7 बोर्ड फलेको चाहिँ। अरू चाहिँ ससानै बोर्डहरू छ, 60-70 बोर्ड चाहिँ। त्यो एरिया माथि भेकको एरियामा सबैमा अहिले त्यो किवी छ उता। अनि कोही टिम्बुर लगाएको छु, कोही किवी छ। अनि यस्तै छ। उयो माथितिर यो बोर्डमा त सर तपाईँले उयो माथि आएर देखाइदियो नि त। यो बोर्डमा त त्यो बोर्डमा होला झन्डै 50-60 केजी जति त। अब त्यति बेसी फलेको छ कि अब किवी फल्नु चाहिँ बजार भएको चाहिँ उचित छैन। अनि मेन भनेको घेराबारको समस्याले गरेर अब यो हिउँदो लागेपछि गाईबस्तुलाई अब 8-10 जना मान्छे लगाएर घोचा गाडेर काँडाले बाँड्छु, साध्यै नहुने आशा छ। यसो अब
पालिकाबाट यसो कहीँ घेराबारको यसो व्यवस्था गरिदियो भनेदेखि अब अलिकति यसलाई चाहिँ अझ अलिक बढाउनु विचार छ मेरो चाहिँ उसलाई अब यो के अरे फर्म यो चाहिँ खानेपानीको ट्याङ्की हाम्रो सिँचाइको त एकदमै अभाव छ अब माथि बनाएको छु प्लास्टिक पोखरी त्यो प्लास्टिक पोखरीबाट हिउँदोमा त त्यो पोखरीको पानीले यसो अलिअलि तरकारी लगाउनु पर्ने हुन्छ यस्तै छ जिन्दगी अब यो गाउँमा बसिया छ विदेश जाने गइएन विदेश जाने रहर पनि भएन यो गाउँमै कृषि गरेर नै अब पुगिरहेछ भन्नुपर्छ अहिलेसम्म अब के अरे त्यसो खाना लाउनलाई ढुक्कै उ नै छ अब कोलबेडाहरू आज बिहान मात्रै टिपी मैले कोलबेडा नभए लटरमै पाकेको थिएँ बिहान लगभग 5-7 केजी त्यो दिनमा 8-10 केजी पाक्छ यो 3टा टनल गरेर अनि अहिले बिहान टिपी अब भोलि बिहान फेरि पाक्छ योहरू अब फेदमा चाहिँ बेसार हुन्छ जस्तै अब यतापट्टि बेसारहरू भयो अनि उता अगाडि पनि छ यता पनि यता चाहिँ यो चाहिँ जरिङ्गो यो अब एकदमै अब यसलाई के जडीबुटी नि पनि मानिँदो रहेछ तरकारीको लागि एकदम राम्रो मानिँदो रहेछ यो चाहिँ यो किबीको फेदमा चाहिँ मैले सबैतिर प्रायमा छ उयो माथितिर फर्सी रोपेको छु कोही अनि झाल बाहिर जाने अनि फर्सी जरिङ्गो लगाएको छु उसले यो किबीको फेदमा चाहिँ काँक्राहरू छ सिमीहरू अब प्राय मेरो यो खिउमा चाहिँ लगभग सबै चिज छ होला जस्तो लाग्छ मैले त यो काउली बन्दा मुला काँक्रा सिमी बैगुन छ मेरो हरियो डल्ले खोर्सानीहरू छ लगभग सबै तरकारी मान्छेले भन्थ्यो रुखेर हुँदैन लेखमा हुँदैन भन्थ्यो लगायो भने सबै थोक हुँदो रहेछ कि नखेरि नफल्ने भन्ने चिज चाहिँ केही नहुँदो रहेछ हाम्रो यहाँ अब मैले सँगसँगै यो चाहिँ के अरे खुर्पानी अब यसलाई चाहिँ कसैले अब यसको नाम मेन चाहिँ खुर्पानी नि भन्दैछ तल अब गाउँतिर चाहिँ यसलाई के आलाम कि के पनि भन्दो रहेछ यसलाई नि अब यसो ट्राईको लागि मैले एकपल्ट लगाएको छु यो वर्ष फल्यो भनेदेखि यो किबीको यो सँगसँगै पाखामा यो पनि खेती गर्ने मैले सोच बनाएको छु बिबिच मैले 10-15 बोट जस्तो यो लगाउने यो पिँडालु तपाईँ यो चाहिँ ठ्याक्क पिँडालुलाई पनि दालको रूपमा पनि खानु मिल्यो अनि सिस्नुसँग यसको गुबालाई चाहिँ टक्क मिसाएर खानुलाई चाहिँ मैले विशेष रोप्ने गर्छु ठाउँ पिँडालु यहाँ छ अलि माथि पनि छ अनि यहाँतिर यो चाहिँ अब नभ्याएर बसिरहेछ यो अदुवा यहाँ के अरे यो चाहिँ अदुवा मल्चिङ गरेको थियो मल्चिङ भर्खरै झिकेको भर्खरै टुसा आउँदैछ मसिन ऊ गरे यो चाहिँ अदुवा मैले उसको लागि रोपेको यो वर्ष अनि उयो खुर्सानी तपाईँ फल्दैन भने चाहिँ तपाईँ यहाँ लेखमा खुर्सानी हुँदैन हुन्छ यो मजाले फलिरहेको छ यहाँ अब यो टिपेरै लानु पऱ्यो यार यो चाहिँ अहिले घरमा ऊ हुन्छ यो मजाले फलेको छ यो खुर्सानी अब यो हाम्रो यो लेखमा खुर्सानी फल्दैन भन्छ लगायो भने फलिहाल्छ नि अब यो अर्को वर्षको लागि भनेर मैले यहाँ यो वर्ष सारेको बिरुवाहरू यो चाहिँ यसमा अब अहिले फुल्दैछ अब अर्को वर्ष चाहिँ अब यो वर्ष नि उतिर फल्छ होला यहाँतिर भाँचिएछ पनि हेर खुर्सानी उता ए मजाले फलेको छ खुर्सानी है यति राम्रोसँग फलेको छ यता लटरमा छ नि तपाईँको क्या यो के अरे खुर्सानी हुँदैन भन्छ हामीले लेख्नु खुर्सानी हुँदैन ल हेर्नु त यस्तो मजाले फलेको छ अब बैगुन हुँदैन भन्छ हेर्नु त यही मेरो अब यो वर्षले मैले ट्राईको लागि मात्रै रोपेँ कि बैगुन चाहिँ यहाँ एक दुई वर्ष उतापट्टि छ मेरो बैगुन चाहिँ अझै अहिले लेखमा बैगुन फल्दैन भन्थ्यो मैले हुँदो रहेछ कि नहुँदो रहेछ भनेर मैले यसलाई रोप्नु लागेको खुर्सानी हुँदैन भन्छ मेरो यो डरले माथि छुनु पनि माथि छुइसकेको छ अझ तपाईँ यो वर्ष सारेको बिरुवा हो है यो वर्ष बिरुवा यो यसमा अब यो वर्ष नि फल्छ र आगो त लटरमै हुन्छ नि हेर्नु त यी बैगुन मैले हुन्छ कि हुँदैन भनेर यो वर्षमा त लगाइ हेरेको यी फलिरहेको छ बैगुन राम्रोसँग यतिर हेर्नु यति राम्रोसँग फलिरहेको छ बैगुन मजाले हुँदैछ अर्को वर्ष म एक टर्नेलले यो बैगुन मात्रै लगाउँछु अर्को माथिल्लोमा उता एक टर्नेल बनाएर एक टर्नेल बैगुन मात्रै लगाउने विचार के अरे ल साथीभाइहरू अब यसो गाउँका हाम्रो वरपरका दाजुभाइहरू दिदीबहिनीहरूलाई चाहिँ यसो अब मैले यहाँबाट एउटा भिडियो एउटा यसो बनाएर हालेको छु मेरो तरकारी बारी उयोदेखि
अब हजुरहरूलाई यसो के अरे गोलभेडा खुर्सानीदेखि लिएर अरू यो ऊहरूको गोलभेडा खुर्सानी काउली बन्दाको बिउहरू चाहियो भने सम्पर्क गर्नु होला। मेरो कन्ट्याक्ट नम्बर चाहिँ अब यो भिडियोको मुनि राखेको हुनेछु। अब प्रायः सबै हाम्रो गाउँलाई त मेरो कन्ट्याक्ट नम्बर त सबैलाई सायद सब होला पनि नभए पनि भिडियोको मुनि नै हुनेछ, कन्ट्याक्ट गर्नु होला केही चाहिएमा। अब यो किवी अब मेरो ठ्याक्कै असोज अन्तिम कार्तिक लागेपछि किवी निस्किन्छ। किवीमा पनि तपाईँको अर्ग्यानिक किवी हजुरलाई चाहियो भने कन्ट्याक्ट गर्नु होला।